फाइनल्ली फोटोसुट भइसकेपछि चाहिँ आफ्नो आफ्नो भागको सामानहरू बोकेर हामी लाग्यौँ बाहिर, जहाँ चाहिँ हामी बर्थडे सेलिब्रेसन गर्ने भनेर ठाउँ रोजेको थियौँ है। हामी चाहिँ बाहिर ग्राउन्डमा मनाउने भन्नुभएको थियो, अनि त्यही भएर सोनीले चाहिँ मेरो दिदी भन्दै पुरै काम गर्नु आएको थिएन नि त, अनि कराउँछ भनेर पुरै फकाइरहेको थियो। अनि हामी चाहिँ फाइनल्ली पुग्यो बर्थडे मनाउने ठाउँमा। अनि ऊ चाहिँ हाम्रो प्यारो ह्यान्डसम भाइ हो, निश्चल भाइ। सबैजना हामी चाहिँ जम्मा भएर बसियो, सबैजना मिलिजुली भनौँ न। अनि त्यसपछि म चाहिँ पुरा भिडियो बनाउनमा बिजी थिएँ। अनि कविता र गङ्गा चाहिँ पुरै भर्खर उठेर आएको जस्तो फेस बनाएर बसिरहेको थियो कि। अनि फर्स्टमा त हामीले केक काट्ने भनेर अनि केक खोलिदिएँ मैले चाहिँ, अनि दिदीले चाहिँ खोल्नै जान्नु भएन कि, अनि मैले खोलेर रेडी गरिदिएँ। अनि केक चाहिँ कति जानु रहेछ भनेर मैले भन्दाखेरि अनि पूर्णिमा दिदीले चाहिँ यति धेरै नजिकबाट खिचेको थियो कि क्या, त्यही भएर अनलाइनमा ठुलो देखायो भनेर जिस्किराख्नु भएको थियो कि। अनि भिडियो चाहिँ सोनीले बनाइदिइरहेको थियो नि त। अनि हामी सबैजना यहाँनिर पुरै बर्थडे विस गर्नको लागि रेडी भएर बसिरहेको थियो। अनि फाइनल्ली दिदीले केक काट्ने क्रम पनि सुरु भयो। अनि हामी चाहिँ सबैजना एउटा दुईवटा फोटो खिचेर केक सेक खाएर, सोनी चाहिँ हेर्नु न केक लभर के ऊ चाहिँ। अनि सबैजनाले केक खाइसकेपछि चाहिँ हामी फाइनल्ली खाना खानको लागि सबैजनाले खाना पस्काउने क्रम सुरु गरियो होइन। अनि डिजिटको दाइहरू चाहिँ सबैजना ड्युटी गरेर आउनुभएको थियो नि त, त्यो ड्युटी चलिरहेको थियो। अनि हाम्रो मात्रै छुट्टी थियो, त्यही भएर हामीले खानेकुराहरू बनायो। फाइनली हामी चाहिँ खाना खान सुरु गरिसकेको थियो। सोनी र म चाहिँ पुरै इन्जोय गर्दै क्या, अनि खायो भन्दै चेस गर्दै भन्दै खाइसकेपछि चाहिँ फोटो खिच्ने क्रम फेरि सुरु भयो। अनि कविता र दिदीको चाहिँ गङ्गाले फोटो खिचिदिइरहेको थियो, अनि मैले चाहिँ भिडियो बनाउँदै थिएँ। अनि सबैजनाले एउटा एउटा फोटो खिच्यो, ग्रुपिङमा पनि खिच्यो। अनि दिदीको बर्थडे सेलिब्रेसन चाहिँ यसरी नै गरियो। थ्याङ्क यू।